Now, materials used in daily life is the topic. It's the worst topic. ल एसिड बेस एन्ड साल्ट हेर है यस्तो यो पढ्नु पर्दैन यहाँ हेर एसिड्स डेफिनेसन एसिड्स आर द सब्सटेन्स विच आर मोस्टली सावर इन टेस्ट एन्ड गिभ हाइड्रोजन आयन हाइड्रोजन यो सावर इन टेस्ट भन्दा पनि हाइड्रोजन आयन दिनेलाई चाहिँ के भन्छ एच प्लस दिनेलाई चाहिँ के भन्छ वेन डिजल्भ इन एन एक्वेस सोल्युसन पानीमा अथवा कुनै पनि लिक्विडमा डिजल्भ गर्दाखेरि चाहिँ त्यस्तो सब्सटेन्स हुन पर्यो जुनले चाहिँ हाइड्रोजन आयन दिन्छ भने त्यसलाई भन्छ एसिड एसिड त तितो हुन्छ जस्तो हेर एसिडको फर इक्जाम्पलमा सबभन्दा राम्रो भन्छु कागतीको रस एसिडिक हुन्छ किन जुन कागतीको रस हुन्छ भने त्यो तितो हुन्छ टेस्ट गऱ्यो भने बुझ्यौ अब द्याट्स नट इम्पोर्टेन्ट नाउ यहाँ हेर हाइड्रोक्लोरिक एसिड यो नाम याद राख्ने HCl हाइड्रोक्लोरिक एसिड नाइट्रिक एसिड HNO3 हाइड्रोजन पनि हुन्छ है हाइड्रोजन आयन दिन्छ यसले त्यही भएर चाहिँ एसिड हो बुझ्यौ मजाले बुझायौँ भने होइन जुनको नि एचबाट स्टार्ट हुन्छ नि लगभग त्यो लगभग एसिड हुन्छ अगाडि H2SO4 हेर सल्फरिक एसिड अब कार्बनिक एसिड भनेको H2CO3 रहेछ हेर यसको पनि H छ यसको नि अगाडि H छ अनि त्यहाँबाट HCl को पनि अगाडि H छ यसको पनि अगाडि H छ किन यसले हाइड्रोजन आयन डिजल्भ वाटरमा अथवा कुनै पनि लिक्विडमा डिजल्भ गर्यो भने हाइड्रोजन आयन दिन्छ त्यही भएको भएर यो एसिडिक भयो बुझ्यौ अब यो फोस्फरिक एसिड H3PO4 यो पनि याद गर्नुपर्छ अब अरू एसिड त फर्मिक एसिड यो एसिड सिट्रिक एसिड लेमनको अब दुधमा पाउने ल्याक्टिक एसिड यस्तै यस्तै अब अन द बेसिस अफ देयर सोर्सेस बुझ्यौ अब कहाँबाट आयो भनेर चाहिँ यो दुईवटा टाइप हुन्छ एउटा हुन्छ मिनरल एसिड अर्को हुन्छ अर्ग्यानिक एसिड अब मिनरल भनेको चाहिँ यस्तो प्रिपेयर्ड फ्रम मिनरल्स प्रेजेन्ट इन द अर्थ क्रस्टमा पाउने मिनरलहरू जस्तै यो HCl HNO3 H2SO4 H2CO3 H3PO4 फस्फरिक एसिड यिनीहरू चाहिँ के भन्छ अर्थको क्रस्टमा पाउने मिनरलहरूबाट बनेको भएर यसलाई भन्छ मिनरल एसिड यिनीहरू चाहिँ के हुन्छ यिनीहरू स्ट्रङ पनि हुनसक्छ विक पनि हुनसक्छ ठिक छ अब अर्ग्यानिक भनेको चाहिँ अघि नै मैले भनेको कि लेमन होइन मिल्क भिनेगर लेमन भनेर ग्रेप्समा हालेछ ग्रेप्स बुझ्यौ अब फर्मिक एसिड भनेको चाहिँ यो एन्टले अथवा कुनै किराहरूले टोक्यो भने इन्सेक्टले टोक्यो भने फर्मिक एसिड रिलिज गर्छ त्यसै गरी भिनेगर एसिडिक एसिड हो लेमन अरेन्ज टमेटोबाट आउने सिट्रिक एसिड यस्तो ग्रेप्सहरूबाट आउने टार्टरिक एसिड अमराबाट आउने एस्कर्बिक एसिड अनि मिल्कबाट ल्याक्टिक एसिड यिनीहरू चाहिँ के भयो त प्रिपेयर्ड फ्रम लिभिङ अर्ग्यानिजम अर देयर पार्ट्स चाहिँ अर्ग्यानिकमा अब अर्ग्यानिक एसिड तिमीले अब H2SO4 छोयो भनेदेखि त हात त जल्छ तर तिमीले लेमनको एसिडिक छोयो भने हात जल्छ जल्दैन हो विक अर्ग्यानिक एसिड चाहिँ विक हुन्छ मिनरलिक एसिड चाहिँ मिनरलको एसिड चाहिँ विक पनि हुनसक्यो नहुन पनि सक्यो स्ट्रङ पनि नर्मली स्ट्रङ हुन्छ तर कुनै कुनै विक पनि हुनसक्छ तर अर्ग्यानिक एसिड चाहिँ विक नै हुन्छ एसिड्स आर इलेक्ट्रोलाइट्स यति चाहिँ याद राखिराख होइन अब हेर त जसले धेरै हायर कन्सन्ट्रेसन अफ हाइड्रोजन भयो भने त्यो स्ट्रङ हुन्छ स्ट्रङ एसिड हुन्छ होइन जुनले चाहिँ लोवर पानीमा अथवा कुनै नि लिक्विडमा डुबाउँदाखेरि आयन चाहिँ दे आयनाइज वाटर टु प्रड्युस हाइड्रोजन आयन इफ एसिड क्यान आयनाइज इन अ सोल्युसन टु प्रड्युस मोर हायर कन्सन्ट्रेसन अफ हाइड्रोजन भयो भने चाहिँ स्ट्रङ एसिड लोवर कन्सन्ट्रेसन अफ हाइड्रोजन भयो भने विक एसिड फिनिस चाहिन्न यो अब प्रपर्टिज अफ एसिड घोक्ने अब केमिकल प्रपर्टिज हेर है आयनाइज इन वाटर टु गिभ हाइड्रोजन आयन अघि नै मैले भने HCl मा के भयो त H प्लस त दिन्छ अब बाँकी रह्यो Cl भनेपछि के भयो त प्लस Cl नेगेटिभ पोजिटिभ र नेगेटिभ रियाक्ट भएर यो एउटा स्टेबल कम्पाउन्ड बन्छ कि अघि नै मैले त पढाएको थिएँ अब HNO3 भयो भने चाहिँ के भयो त H प्लस प्लस NO3 अब यो चाहिँ के भयो त यो प्लस माइनस
यो चाहिँ वाटरमा यसले डिजल्भ गर्यो भने यसरी छुट्टिन्छ यिनीहरू भनेर भन्यो होइन। अब वेन एसिड रियाक्ट विथ मेटल, अब मेटलसँग रियाक्ट गरे जस्तै जिङ्क, ठिक छ, अरू नि हुन्छ म्याग्नेसियम। ल चाहिँ उनीहरूले के गर्छ अरे त, साल्ट र हाइड्रोजन ग्यास निकाल्छ अरे। अब हाइड्रोजन त निकाल्छ मैले अघि नै भनिहालेँ होइन एसिडलाई, तर यस्तो गरेर रहेछ Zn प्लस, अब अहिले चाहिँ HCl मात्र लेख, त्यो चाहिँ ब्यालेन्स गरेको है त्यो, त्यसले चाहिँ क्लोराइड बनाउँदो रहेछ क्या उतापट्टि। ZnCl2 साल्ट बनायो कि, प्लस H2 ग्यास चाहिँ इभल्भ गर्यो, निकाल्यो, यो बाई प्रडक्ट हो भनेको क्या। यो एरो लेख्नुपर्छ इक्जाममा नि। Mg मेटल प्लस H2SO4 गऱ्यो भने के भन्छ त, MgSO4 प्लस H2 चाहिँ यसले रिलिज गर्छ। अब यो 2 यहाँ किन भन्दाखेरि चाहिँ ZnCl2 छ, त्यही भएर 2। यो यादै गरेर जाऊ, अब अरू त उपाय छैन अहिलेलाई, म बुझाउन सक्छु तर द्याट्स टु डिफिकल्ट फर यु राइट नाउ। अब एसिड रियाक्ट विथ, यो त एकदमै इम्पोर्टेन्ट, एसिड रियाक्ट्स विथ बेस टु फर्म साल्ट एन्ड वाटर। अब हेर है HCl एसिड हो, NaOH बेस हो। अब बेस हो, बेस भनेर चाहिँ कसरी थाहा हुन्छ, यहाँ पछाडि OH हाइड्रोक्साइड छ भने द बेस हो। अब हेर है H र OH मिलेर H2O भयो, अनि Na र Cl साल्ट NaCl सोडियम क्लोराइड प्लस H2O, बुझ्यौ। अब सल्फ्युरिक एसिड H2SO4 प्लस पोटासियम हाइड्रोक्साइड KOH छ भने के भयो त, K2SO4 कसरी K, अब 2 अनि SO4, किन भन्दाखेरि चाहिँ अब पोटासियमको ओके यो नि बुझाउन सकिन्छ। यहाँ हेर मजाले बुझाउँछ है त, H2SO4 भनेको के हो, H प्लस प्लस SO4 माइनस माइनस, ठिक छ, प्लस KOH, केमा चाहिँ के भयो त OH एउटा हुन्छ, के चाहिँ एउटा हुन्छ प्लस, ठिक छ। अब उता जाऊ, H प्लस प्लस र OH माइनस छ, हुन्न, प्लस प्लस र माइनस त ब्यालेन्स हुन्न जस्तो लाग्छ। ल त्योभन्दा पनि पहिला यसलाई यिनीहरू दुइटालाई गर न, K र SO4, K प्लस SO4 माइनस माइनस ब्यालेन्स भयो, हामीलाई त दुईवटा प्लस चाहिन्छ नि त, हो त्यही भएर चाहिँ अर्को चाहिँ 2 बाट आयो क्या। कसरी भन्दाखेरि अघि नै हामीले सिकेको थियो नि दुईवटा कम्पाउन्डलाई जोड्नलाई। अब हेर त K SO4 माइनस माइनस, अब के भनेको चाहिँ पोटासियम, पोटासियमको भ्यालेन्सी हेर, सो फर दिस अघि नैको भिडियोमा त्यहाँ थियो होइन त्यो KLMN वाला के, त्यसमा हेर त पोटासियमको लास्टमा एउटा मात्र छ, बुझ्यौ, भनेको यहाँ एउटा प्लस छ। अब SO4 को दुईटा, पोटासियमको एउटा भनेपछि अब यसको लेख K2 अनि SO4 के यसरी हो क्या खासमा, त्यो अगाडिको च्याप्टर इम्पोर्टेन्ट थियो क्या, K2SO4। अब प्लस H2O बन्छ भन्ने थाहा, त्यही भएर त्यो लेखिदिने हो। अनि ब्यालेन्स गर्दाखेरि चाहिँ के भयो त, यहाँ 2 अगाडि आउँछ कि, किनभने त K2 थाहा, यहाँ K एउटा थाहा नि त। इट्स बेटर यु जस्ट घोक्देऊ, अब अरू उपाय छैन अहिले। यसलाई म फेरि एक्जाम भएपछि बुझाउँछु। ओके अब युज अफ एसिड, अब एसिडको युजहरू के भन्छ, क्लिनिङ सिङ्क होइन, अनि त्यसपछि कार ब्याट्रीहरूमा राख्न युज हुन्छ। नाइट्रिक एसिडले चाहिँ एक्सप्लोजिभ बमहरू बनाउन युज हुँदो रहेछ होइन। अनि इट इज अल्सो युज टु क्लिन गोल्ड एन्ड सिल्भर अर्नामेन्ट्स, ज्वेलरीहरूलाई पनि क्लिन गर्न रहेछ। कार्बनिक एसिड चाहिँ अब कोक फेन्टाहरूमा कडा बनाउनलाई। अब एब्जर्बिक एसिड चाहिँ के भयो त, भिटामिन सीको सोर्स हो, अमला अघि नैको त्यस्तै हो, लेख्ने एउटा दुइटा लेख्ने, 2-3वटा सोध्छ। अब एसिड पढ्यौँ। अब बेस अघि नै मैले भनेको थिएँ OH जसले निकाल्छ त्यो बेस हो
अब यहाँ पढ बेसेस आर अक्साइड्स अर हाइड्रो अक्साइड्स अफ मेटल्स विच हेभ अ बिटर टेस्ट बेसको बिटर एन्ड गिभ हाइड्रोक्सिल आयन OH नेगेटिभ दियो भने यो हो बेस भनेर थाहा पाउने। अब एक्जाम्पलहरू एउटा याद गर्ने CaO Na2O MgO Fe2O3 यो इम्पोर्टेन्ट NaOH KOH यस्तै फर इक्जाम्पलहरू होइन। प्रपर्टिज पढ्ने केमिकल रियाक्सनहरू यो 2-3वटा केमिकल रियाक्सनहरू घोक्ने। अब पानीमा मिक्स गऱ्यो भने के भयो त छुट्टिन्छ। NaOH चाहिँ के भन्छ त Na++OH- हुन्छ। एउटा रियाक्सन याद गर्ने जाने। त्यस्तै गरी बेसको पनि यो एउटा रियाक्सन याद गर्ने जाने। अनि यो पनि के हो त बेस पनि रियाक्ट विथ अब अघि नै के थियो एसिड रियाक्ट विथ बेस टु फर्म साल्ट एन्ड वाटर थियो। अब अहिले चाहिँ बेस रियाक्ट विथ एसिड टु फर्म साल्ट एन्ड वाटर दुईटामा एउटै एक्जाम्पल दिँदा हुन्छ। युजेज अफ बेस पढ्ने यो नि घोक्ने नै हो। अब बेसको युजेसहरू के हुन्छ त पेपर बनाउन युज हुन्छ टेक्सटाइल डिटर्जेन्ट सोप बनाउन युज हुन्छ भन्ने होइन। अनि अरू चाहिँ के हुन्छ पेन्टिङहरू बनाउन नि युज हुँदो रहेछ। अनि त्यसपछि एल्युमिनियम हाइड्रोक्साइडले चाहिँ एन्टासिड बनाउँछ अरे एन्ट एसिड। अनि KOH भनेको चाहिँ फाउन्ड इन एस इज युज टु क्लिन युटेन्सिल। खरानीमा KOH पाउँदो रहेछ त्यो चाहिँ युटेन्सिल भाँडा माझ्दा पनि युज हुँदो रहेछ। ओके अब अर्को चाहिँ साल्ट चाहिँ के हो त दिज केमिकल सब्सटेन्स विच आर फर्मड बाई कम्प्लिट अर पार्सियल डिस्प्लेसमेन्ट अफ हाइड्रोजन अफ एसिड बाई मेटल अर एमोनियम रेडिकल इज कल्ड साल्ट घोक्ने। यो अरू उपाय छैन। अब एउटा दुईवटा रियाक्सन घोक्ने जाने यु क्यान दुईवटै लगभग उस्तै हो फर्स्टको रियाक्सन घोक्ने जाने। टाइप अफ साल्ट नर्मल साल्ट एसिडिक साल्ट बेसिक साल्ट। अब नर्मल साल्ट भनेको चाहिँ कस्तो त दिज साल्ट आर साल्ट्स फर्म ड्यु टु द कम्प्लिट न्युट्रलाइजेसन अफ एसिड अर बेस। पुरै एसिड र बेस न्युट्रलाइज भयो भने अनि बन्छ नर्मल साल्ट। एसिडिक साल्ट भनेको चाहिँ इन्कम्प्लिट भयो भने एसिडिक कम्प्लिट भयो भने नर्मल अनि पार्सियल अलिअलि मात्र गऱ्यो भने चाहिँ के भयो त बेसिक साल्ट। अब साल्टको पनि प्रपर्टिज गर्ने देख्ने सम साल्ट्स आर साल्टी इन टेस्ट सम आर बिटर रे होइन। अनि अर्को चाहिँ मोस्ट अफ देम हेभ युजली हाई मेल्टिङ एन्ड बोइलिङ पोइन्ट। प्रपर्टिज अफ साल्ट चाहिँ के रहेछ हाई मेल्टिङ एन्ड बोइलिङ पोइन्ट हुँदो रहेछ। अनि दे आर जेनरली सोल्युबल इन वाटर न्युट्रल टु इन्डिकेटर। यो इन्डिकेटरवाला कुरा अब एकदम बेसी सिकाउँछु। अनि सम साल्ट आर कलर वाइट कलर त्यही त नुन कस्तो छ वाइट कलर छ। अब कुनै चाहिँ कलरफुल पनि हुन्छ अरे है त। अब केमिकल प्रपर्टिज साल्ट क्यान एक्सचेन्ज रेडिकल विथ एसिड टु फर्म न्यू एसिड एन्ड साल्ट। हेर त H2SO4 प्लस NaCl नुन र H2SO4 डिजल्भ भयो भने के हुँदो रहेछ Na2SO4 प्लस HCl बनाउँदो रहेछ। नयाँ एसिड र साल्टहरू बनाइदियो क्या यसले। HCl पनि एसिड हो नि त HCl नि एसिड हो H2SO4 नि एसिड हो तर H2SO4 लाई NaCl नुनमा राख्यो भने HCl भन्दो रहेछ क्या यो। HCl मान्छेको पेटमा पनि पाउँछ डाइजेस्ट गर्नलाई। सो क्विक फ्याक्ट। अनि सम साल्ट्स एक्सचेन्ज रेडिकल विथ अदर साल्ट। हेर त यो साल्ट हो यो पनि साल्ट हो ओके। अब यसमा चाहिँ के भयो त AgNO3 यसको यो यसले Agले लियो अनि NaCl नुन बनाइदियो कि ओके। अनि अब अर्को चाहिँ के हुन्छ कहिलेकाहीँ चाहिँ यो साल्ट आफै ब्रेक हुन्छ अनि हिट गर्दाखेरि अपन हिटिङ भएपछि यहाँ यस्तो लेख्नुपर्छ। सो वर्स्ट बुक यहाँ ट्रायङ्गल भनेको हिट भएको हो कि ल। CaCO3 चाहिँ के भयो त हिट गर्दाखेरि दुईवटा साल्टमा ब्रेक भयो एउटा CaO मा अर्को कार्बन डाइअक्साइड निकालेछ। अनि कहिलेकाहीँ चाहिँ अब हेभी रियाक्टिभ मेटल क्यान डिस्प्लेस लेस रियाक्टिभ मेटल फ्रम द साल्ट। ल हेर त फलाम र CuSO4 लाई हिट रियाक्ट गर्यो भने के हुन्छ त यो Cu ले डिस्प्लेस गरिदिन्छ मतलब यो Fe चाहिँ अनि त्यहाँ जान्छ अनि FeSO4 प्लस Cu भन्छ। गुड। अब युज अफ साल्ट त अब खाना भेजिटेबलहरूमा राख्ने कपर सल्फेट चाहिँ फुङ्गिसाइड र के हो त्यो भने त्यसमा काम लाग्छ भन्ने।
अब हेर त क्याल्सियम कार्बोनेट चाहिँ अब चकहरू सिमेन्टहरू बनाउन मार्बल बनाउने युज हुन्छ भन्ने। अनि यो NaHCO थियो के भयो त बेकिङ पाउडरमा युज हुन्छ भन्ने। यो चाहिँ चारवटा देख्ने। अब इन्डिकेटर यो त गाह्रो छ त हौ। ल पहिला एसिड रेन पढौँ, इन्डिकेटर नेक्स्ट भिडियोमा। एसिड रेन अब के भयो त रेनमा अब के भयो त डिफ्रेन्ट काइन्ड अफ एसिडहरू मिक्स भएर आयो भने एसिड रेन भयो। किन एसिड रेन हुन्छ त पल्युसनले गर्दाखेरि मात्र होइन, कहिलेकाहीँ भोल्क्यानो के भयो कज बाई नेचुरल सोर्सेस के त भोल्क्यानो डिकेइङ भेजिटेसन म्यानमेड ले भयो भने चाहिँ एसिड रेन त्यो नेचुरल पनि हुनसक्छ। तर कहिलेकाहीँ चाहिँ म्यानमेड भनेको फोसिल फ्युललाई जलाउने जस्तै पेट्रोल गाडी यिनीहरूले फ्याक्ट्रीहरूले गर्दाखेरि चाहिँ के हुन्छ एसिड रेन हुन्छ। एसिड रेन भनेको के हो इज अ मिक्सचर अफ डिफ्रेन्ट काइन्ड्स अफ एसिड एलोङ विथ द रेन वाटर। पानीसँगै डिफ्रेन्ट एसिडहरू आयो भने चाहिँ त्यस्तो रेनलाई एसिड रेन भन्छ। बुझ्यौ? 3टा रियाक्सन घोक्ने जाने। SO2 + O2 चाहिँ के भयो त 2SO2 3 हुँदो रहेछ। अनि S दुईवटा यो दुईवटा यहाँ ब्यालेन्स हुन्छ। अनि यो 3टा रियाक्सन घोकेर जाने। अब सोध्यो भने लेख्ने, अब लेख्न पर्दैन। अनि एसिड रेन भनेको चाहिँ के भयो त क्यान ड्यामेज। अब एसिड रेनले के इफेक्ट के छ त ड्यामेज सोइललाई ड्यामेज गर्छ। अब कुनै पन्डहरूमा छ भने अब त्यहाँ के छ माछाहरूलाई त्यसले ड्यामेज मतलब हुन्छ नि गाह्रो हुन्छ अब तिनीहरूलाई सर्भाइभ हुनलाई। अनि बिल्डिङहरूको के हुन्छ त ड्यामेज हुन्छ अरे। रोड ड्यामेज हुन्छ, बिल्डिङ ड्यामेज हुन्छ, एक्वेटिक लाइफ अर्गानिजमहरूलाई डिफिकल्ट टु सर्भाइभ। अनि एसिडिक इन सोइल एन्ड डिक्रिजेस। अब ल्यान्डमा चाहिँ धेरै एसिड भयो भने के हुन्छ त्यो खेतमा प्रोडक्टिभिटी घट्छ होइन। देख्ने कन्ट्रोल कसरी गर्न मिल्छ इन्क्रिजिङ युज अफ रिन्युएबल एनर्जी भनेर लेख्ने। रिड्युसिङ युज अफ यो फोसिल फ्युल पल्युसन घटाउने त्यही हो।